पिपल हो कि बर हो ठिक छ भयो जति पनि भयो ल गौतम बुद्ध पनि आउनु भएछ नाइस भेरी नाइस गौतम बुद्ध यहाँ नरसिंहथान सिधाराम रुख र यो चाहिँ ओके श्री नरसिंह भगवानका भक्त साबिक हंस पञ्जाबी निवासी श्री मणिराम बस्नेतको भनाइ शर्मालाई विक्रमसम्मत 1990 सालदेखि देहमा कष्ट गरी ध्यान गरेर भएको र 2001 सालदेखि सपनामा नरसिंह भगवानको दर्शन पाएको र 2003 सालदेखि ध्यान दृष्टिमा नरसिंह दर्शन पाउने गरी नानीहरूले रावा हुन्छ नि यो लहरा चढी चढी माथि पुग्छन् नानीहरू कहिले यो तल ढुङ्गाबाट माथि हुँदै माथिको मन्दिरमा गइन्छ होइन अयो ल फाइनली टोली फर्क्यो होइन त नरसिंहथानको दर्शन गरेर हामी सबैजना फर्क्यौँ उकालो अलिकति हिँड्नु पर्यो स्याहाँ भयो तर गजब मजा आयो नरसिंह भगवानको पनि 3 वर्षपछि दर्शन गर्ने सौभाग्य प्राप्त गर्यो त्यो पनि आज माता तीर्थ औँठीको दिन परेको शुभ अवसरमा यसै गरेर चाहिँ यस्तो भगवानहरूलाई भनौँ न तीर्थै हो एक हिसाबले नरसिंह त मलाई लाग्दैन नेपालमा अरू अन्त कतै नरसिंह भगवानको चाहिँ मूर्ति अथवा पूजाआजा हुन्छ भनेर अथवा कसैले स्थापना गरेको भए त मलाई थाहा भएन तर खासमा एक्चुअल नरसिंह भगवानको मन्दिरै छ जस्तो लाग्दैन यहाँ बाहेक होस् आइयो दर्शन गरियो हिजो चुपा दोहोऱ्यालीलाई पनि दर्शन भयो म चाहिँ अलिकति धार्मिक भएको कारणले गर्दाखेरि यस्तो स्थलहरूमा आउँदाखेरि साह्रै चरम सन्तुष्टि हुन्छ त्यो पनि आफ्नो जन्म भूमिमा आफ्नो आमासँग अनि अमेरिकामा जन्मेको छोरीलाई पनि यसपालि लिएर आउन पाएँ ऐतिहासिक भयो जे भयो